बेला जिब्रोमा क्यान्सर भएर 9 टुक्रा भन्नु होइन 9 टुक्रा गरेर जोडेको जिब्रो भनेपछि बोल्नै नसक्ने स्थितिमा अब 9 टुक्रा भएको जिब्रो अलिकति घाउ हुँदा त बोल्न सकिँदैन 9 टुक्रा भएको मान्छेले त बोल्न सक्दैन तर आज त्यही जिब्रोका कारण तपाईँ चर्चामा हुनुहुन्छ मान्नुहुन्छ नि यो कुरा त त्यो कुरा म मान्छु त्यो जिब्रो छुच्चेको तपाईँको र मैले ब्याङ्कसँग लोन लिँदाखेरि मैले 50 लाख लोन दिएको छु र 50 लाखको लोन लिँदाखेरि मैले 3 करोडको प्रपर्टी मैले स्वाप गर्नु पर्यो हैन तपाईले 700 करोड लोन लिनु भएको छ 700 करोड लोन लिनलाई तपाईलाई थाहा छ कति करोडको प्रपर्टी स्वाप गर्नु छ चाहिँदैन म गएर उभिँदाखेरि ब्याङ्कले लोन दिन्छ सर हजुरले केपी ओली र प्रचण्डसँग डिनर पनि गर्नुभयो अरे हैन डिनर गरेको हो मैले मेरो पाहुनालाई मिठो मसिनो जस्तो दुःख सुख जे खुवाउनु थियो मैले खुवाएँ तर त्यसलाई पछाडि गएर मिडियामा ठुलो बनाइयो रवि लामी छानेल त के भन्नुभयो ओ दुर्गाजी चरेसको थालमा मार्सीको भात खुवाउने भन्नुभयो मैले त्यतिकै भने के तपाईँ घरमा चाहिँ केराका पातमा खुवाउँछन् भात भनेको थिएँ मेरो खराब पानी छ मेरो खराब पानी छ मैले यसपालि टाइगर ब्रुअरी किने र मार्सी बियर ल्याउँछु भन्दाखेरि मलाई ल त मलाई कङ्ग्रेचुलेसन बधाई छ तपाईँ महान मान्छे जो रक्सीको धन्दा मैले सुरु गरेँ नि स्वास्थ्यबाट एकैचोटि रक्सीमा जाँदाखेरि मलाई बधाई छ भनेर भनेपछि कस्तो समाज छ मेरो समाज मैले राम्ररी बुझेको छु माफिया भनेको छ डन भन्छ हो मेडिकल सेक्टरमा दुर्गा प्रसाद डन हो तपाईँ डनै हो तपाईलाई कतै बालेनको पपुलारिटीबाट अलिकति के त भएको छैन अहिले त बालेनलाई त्यो अनिल कपुर नायकको रूपमा गर्दैछ त्यो त यस्तो हो लाटो त्यसको गाँडो तन्नेरी भने जस्तै हो डाक्टर गोविन्द केसी कि अहिलेका डाक्टर प्रकाश चन्द यो दुइटै मलाई ठिक लाग्दैन छान्नु पर्यो नि त आज त अब डाक्टर गोविन्द केसी कि डाक्टर प्रकाश यो दुइटैलाई नछान्न त पाइयो नि त हजुरको चाहिँ लभ लाइफ चाहिँ कस्तो छ हजुर प्लेयर हुनुहुन्थ्यो कि सोझो क्याटेगोरीमा पर्नुहुन्थ्यो कि कस्तो चाहिँ हुनुहुन्थ्यो मलाई केटीहरूले लभ गरेको थिएँ मैले लभ गरेको थिएँ जलवा है हमारा तपाईँको अहिले यत्रो अर्बौं अरबको चाहिँ मेडिकल कलेज छ यत्रो ठुलो हस्पिटल सञ्चालनमा छ यतिका उद्योग व्यवसायहरू सञ्चालन गर्नु भएको छ त्यो सबैमा चाहिँ कहीँ न कहीँ कतै अप्रत्यक्ष रूपमा ठुला नेताहरूको पनि हात होइन सिधै प्रचण्डको लगानी छ भन्छन् त्यो भन्नु न होइन तर म तपाईँलाई एउटा कुरा के भन्छु भने प्रचण्ड जिउको लगानी छैन बरु उहाँलाई मैले दिएको छु झुटो कुराको पछि हामी नलागौं म दक्षिण काली माता तपाईँहरूले पनि मानेको मैले पनि मानेको कालो बोको लिएर रगत चाट्दै पस्न तयार छु अरे बाप रे ये तो धोती खोल रहा है तपाईँलाई म एउटा प्रश्न सोध्छु तपाईँसँग एउटा केटीको लभ भयो अनि ठ्याक्कै अहिले आएर सन्दीपलाई घटे जस्तो घटना घट्यो भने तपाईँ के गर्नुहुन्छ मलाई चाहिँ अलिकति आन्टी टाइपको मन पर्छ सर होइन आन्टी टाइपको भनेर के तपाईँ अर्काको श्रीमती हेर्दै त हिँड्नु तपाईँ झन् अपराधी हो नि त खराब रहेछ नि त भाइको मान्छे पाहुना लाने खालको मान्छे होइन रहेछ नि त गजब बेइज्जती है